जेलेन्स्की जस्ता आयो भने त्यसै भ्रष्टाचारीलाई जेल खोज्ने जेलेन्स्की हुन्छ, भ्रष्टाचारको फाइल खोल्छु भन्ने मान्छे जेलेन्स्की हुन्छ, सुशासन कायम गर्छु भन्ने जेलेन्स्की हुन्छ। ल हुन्छ भने होस्, त्यही ठिक छ। यसपटक मैले त भनेको छु सिङ्गो संसद गरी यसपटक प्रतिपक्ष पनि नयाँ होस्, पुरानोमा त संसदमा देख्न नपरोस् यसपटक। उनीहरू हामी जस्तै खेतमा जाउँ, जनताका दुःख सुख बुझ्न जाउँ, उनीहरू चोक चोकमा जाउँ, जनतासँग कुराकानी गरेर जाउँ, उनीहरूलाई जनताको पीडा के हो भन्ने थाहा होस्। मलाई थाहा छैन यो देशका शीर्ष नेताहरूले त्यसको बाटो कति हिँडेका छन् भन्ने मलाई थाहा छैन। तिनको जुत्तामा माटोको एउटा कण पनि छैन होला, तर हामी त जनतासँगै छौँ। 1.5 वर्ष जति मुद्दा मामिला र जेल हाल्दा पनि 3 पटक त मैले यहाँ चाहिँ संसदीय सुनवाई नै 3 पटक त मैले सार्वजनिक सुनवाई नै गर्न राखेको छु, नागरिकसँग जोडिएको छु, आयोगले खोलेको छु, तपाईँहरूको समस्याहरू सुनेको छु, स्वकीय सचिव मार्फत अन्य सचिव बाहिरका साथीहरू सुन्ने प्रयास गरेको छु। पर्याप्त गर्न पाएको छैन, चाहेर पनि पाइँदो रहेछ भनेदेखि ढिकामन्त्रीमा परे तपाईँले देख्नु भएको छ। तर म आफ्नो लागि न्याय माग्नेवाला छैन, त्यो लडाइँ लड्दै गरौँला, नभए पनि केही छैन। देशलाई न्याय दिन हामी छुट्नु हुँदैन। यहाँ आएर तपाईँहरूसँग कुराकानी गरेर योभन्दा मिठा, योभन्दा चिल्ला, योभन्दा राम्रा, योभन्दा असल, योभन्दा छलाङ मारेका, योभन्दा अग्रगामी कुरा गर्न जान्नेहरू आउला भन्ला, सुन्नुभएकै हो। अब के गर्ने भन्ने निर्णय तपाईँको हातमा। अब अहिले सामाजिक सञ्जाल हेऱ्यो भने पनि, समाचार हेऱ्यो भने पनि कसैले गाली खाएको छ, कसैले के आरोप लगाइदिएछ भन्ने पनि भनेका छन्, नभन्ने पनि भनेका छन्। यसलाई के भ्रम छ भने हामीले लेखेको थियो पत्याउँछन् भन्ने छ, पत्याएको पत्याएको तिमीहरू लेखेको। अब सत्य लेख पत्याउँछन्, झुटो लेखेर किन पत्याउँछन् र? तपाईँहरूलाई झुकाउन सक्छ हेप्या तपाईँले कि हेपेको तपाईँ यिनीहरू त यस्ता हुन्, यो फलाना हुन्, त्यो त्यस्ता हुन् भनेर तिमीले हेपेर हुन्छ र? 42 लाख मान्छेले त किशोर भयो भने हस्ताक्षर गरेको छन् देशभरि, कसैले लेखेर हुन्छ र? र लोकतन्त्र खतरामा छैन है। यो दोकान बन्द गराउनु पर्यो। यो एउटा दोकान खोलेको छ कतिपय मान्छे, लोकतन्त्र खतरामा पऱ्यो। लोकतन्त्र खतरामा थियो, जेनजीले जोडायो, धन्यवाद भन्नुहोस् जेनजीको अवस्थालाई। लोकतन्त्र खतरामा छ, यिनीहरू जेलेन्स्की जस्ता आयो भने त्यसै भ्रष्टाचारीलाई जेल खोज्ने जेलेन्स्की हुन्छ, भ्रष्टाचारको फाइल खोल्छु भन्ने मान्छे जेलेन्स्की हुन्छ, सुशासन कायम गर्छु भन्ने जेलेन्स्की हुन्छ। ल हुन्छ भने होस्, त्यही ठिक छ। तर हामी विधि र विधान मान्छौँ, कानुनी राज्यको स्थापना गर्छौँ, नियम र कानुनको अधीनमा समय ल्याउँछौँ। को ठुलो को सानो, हैसियत हेरेर, अनुहार हेरेर, जात हेरेर, धर्म हेरेर, लिङ्ग हेरेर राज्यको संरचनाहरूमा, राज्यका निकायहरूमा पहुँच हुने र नहुने यो दिनको अन्त्य गरेर छोड्छौँ तपाईँको मतको बलमा। त्यति चाहिँ हामी गर्न सक्छौँ।